Hi everyone, good morning. Welcome back to my channel. अनि अहिले चाहिँ बज्दैछ बिहानको 10 हामी चाहिँ जस्ट उठेर अब चिया खान जानको लागि चाहिँ रेडी हुँदैछौँ अनि बाहिर त घाम सुरु भइ नै सकेको छ है यहाँको घाम त अब कुरा गरेर कहिले साध्यै छैन है जहिले कति घाम घाम गर्नु गर्मी अब 2 नम्बर 1 नम्बर नि भन्ने मिल्दैन अनि अब चाहिँ हामी जाँदैछौँ चिया खान तल चोकमा त्यहाँको चिया चाहिँ एकदम मिठो छ क्या हामी चाहिँ यहाँ भएको बेला त्यही मात्र चिया खान जान्छौँ सो अब चाहिँ हामी जानुपर्ने हुन्छ चिया खान गाइज वेदर चाहिँ अघिसम्म कस्तो घाम अघि ठ्याक्क बाहिर हेर्ने बेलामा कस्तो घाम थियो कि अहिले त आहा यस्तो सुहाना मौसम भएको छ है आहा हेर्नु न कति शीतल छ हावा चलेर आनन्द तराईमा छु जस्तो फिल भएन अहिले त है अहिले त कस्तो शीतल के काठमाडौँ जस्तै भयो कि एकदम सरी हावा त सर 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 देख्नु हुन्छ नि आहा साउन्ड यहाँ चाहिँ खै के भइरहेछ अब यहाँ चाहिँ एकदमै द्वन्द्व चलिरह गाइस यहाँ चाहिँ अहिले एकदम हिन्दू मुस्लिमको उयो भइरहेछ है जतासुकै एकदमै धेरै द्वन्द्व नै भन्छ न द्वन्द्व चलिरहेछ हिँड्न पनि डर लाग्ने गरी है जतासुकै आन्दोलन के भइरहेछ अहिले पनि हिजो पनि कति धेरै पुलिसहरू राति सबैजना बसेर अहिले चाहिँ अब फेरि त्यस्तै नाराबाजी चलिरहेछ जय श्रीराम भन्ने अब यो धर्म रिलेटेड चाहिँ मलाई अब खासै बोल्न नि मन लाग्दैन बोल्न पनि हुँदैन है त्यो जे चलिरहेछ सबै छिटै सबै कुरा सल्भ होस् अनि यतातिर चाहिँ यो चलिरहेछ भने काठमाडौँतिर चाहिँ बाढी आइरहेछ भनेर सुनिरहेको थिएँ न्युजतिर है मैले यहाँ चाहिँ कस्तो भइरहेछ र काठमाडौँ बस्यो भने यतातिर के भइरहेछ थाहा थिएन यता आएपछि थाहा भयो यतातिर यस्तो चलिरहेछ भनेर अनि अब यता बसे चाहिँ काठमाडौँ अन्त एरियामा के चलिरहेछ अन्त ठाउँमा थाहा छैन न्युजबाट थाहा भयो काठमाडौँतिर चाहिँ बाढी आयो र के भयो भनेर है एकतिर बस्यो भने अर्कोतिरको थाहा हुन्न अर्कोतिर बस्यो भने अर्कोतिरको थाहा हुन्न है अब चाहिँ जस्तो भए पनि जिन्दगी हो चल्दै जान्छ आज चाहिँ वेदर एकदम राम्रो भएर मलाई चाहिँ आनन्द लाग्दैछ अब हामी चिया खान जाँदैछौँ अहिलेको अपडेटहरू चाहिँ बन्दले गर्दा अस्तव्यस्त मान्छेहरू सब डरले हुन्छ नि त्यो भइरहेको कि अनि यहाँ चिया पसल पनि बन्द थियो तर यहाँ वरिपरि हेर्न सक्नुहुन्छ सबै एकदमै यहाँ चाहिँ ठुलै भइरहेको क्या त्यो नाराले गर्दा अब चाहिँ हामी चिया खान पर्ने हुन्छ गाइज यहाँ चाहिँ गाइज अघि त्यो बन्द आन्दोलन चलिरहेको छ नि त त्यसले गर्दा चाहिँ पसलै बन्द गर्नुभयो रहेछ अनि हामी चाहिँ भित्र बसेर चाहिँ खाँदैछौँ अब चाहिँ बाहिर पनि राख्दै हुनुहुन्छ यहाँ चाहिँ ठुलै चलिरहेछ क्या आन्दोलन त्यो अब हेर्दा त्यस्तो देखिँदैन तर डेन्जरै आन्दोलन चलिरहेछ यो चाहिँ हो रामानन्द चोक होइन रामानन्द चोक अनि यहाँको चिया चाहिँ एकदम मिठो छ म देखाउँछु तपाईँहरूलाई यो चाहिँ पुरानो एकदम पुरानो यहाँको चाहिँ एकदम मिठो छ चिया है अनि यहाँ चाहिँ उता बाहिर राख्नुहुन्थ्यो कि होइन अनि अहिले त्यो आन्दोलन चलिरहेछ नि त यहाँ ध्वस्तेवाला आन्दोलन चलिरहेछ त्यही भएर दोकानहरू सबै बन्द गर्नुभएको छ डरले सबैले बन्द गर भन्यो भने डरले सबै पसलहरू बन्द छ यता चाहिँ चोकको चाहिँ अनि त्यहाँ पनि भित्र चाहिँ चिया दिनुभयो हामीलाई बाहिर यस्तो चल्दैछ सबै मान्छेहरू चाहिँ भेला भएर गइरहेछ है र अब हामी पनि चिया खाएर फटाफट हिँड्नुपर्ने हुन्छ यस्तो ठाउँमातिर अल्झिनु हुँदैन अब चाहिँ हामी जाँदैछौँ लाइसेन्स ड्याडीको लाइसेन्स रिन्यू गर्न दिनु भएको छ अरे अनलाइनमा देखाएर अरे रिन्यू गर्न दिएको लाइसेन्स चाहिँ मजाको चिया पनि खाइयो गाइज अनि यता चाहिँ अलिकति डरलाग्दो सिन भइरहेछ अब त्यो आन्दोलनले गर्दा सबैजना चाहिँ डराएर पसलहरू नै बन्द छ क्या यतातिर अनि हामीलाई पनि थाहा थिएन हिजो पुलिसहरू चाहिँ बसेको देखेको थिएँ अस्ति अलिअलि भइरहेको थियो तर अब ठुलै चाहिँ यता चाहिँ भएको छैन बन्द त्यस्तो चाहिँ कता कता भइरहेको जस्तो चाहिँ भएको छैन पुलिसहरू चाहिँ पहिल्यै बसिरहनु भएको छ अनि आन्दोलन चाहिँ चलिरहेछ है एकछिनमा भेटौँला यो चाहिँ हो रामानन्द चोक अनि हामी त्यहाँ एकदम आनन्द आज
मजाको अब चाहिँ अरू कम्पनी सबै बन्द छ कि यसरी सुनसानै खालको लगभग एकदम अलिअलि त्यो बिहान जाने गाडीहरू चल्ने सुनसानै अब सबैजना गाइज म केही देखाउँछु ट्रेनको पटरी भन्छ के अरे ट्र्याक ट्रेनको ट्र्याक हिँडी बोलेको क्या मैले पनि चाहिँ बन्द हुन्छ अरे हामी पनि आज इन्डिया जाने भन्ने कुरा थियो तर यहाँ त 7 बजेको ट्रेन थियो अनि हामी चाहिँ 7 बजी उठ्न सक्दैनौँ जस्तो लाग्यो यो चाहिँ यताबाट चाहिँ ट्रेन आउँछ यताबाट चाहिँ इन्डिया हामी पनि जाने भन्ने कुरा थियो अनि 7 बजे उठ्न चाहिँ सकिन्न भनेर अनि आज चाहिँ गएनौँ अब 1-2 दिनमा हामी पनि जान्छौँ जानुपर्ने छ त्यतिखेरको पनि म बनाउने नै छु यसलाई चाहिँ के चोक भन्छ अब यो केही चोक चाहिँ हो अब यहाँ चोक चाहिँ हो थाहा छैन मलाई खासै यता पिडारी चोक पिडारी चोक चिरारी चोक नि यहाँ चाहिँ पिडारी त्यही केही अब यहाँ चाहिँ स्ट्याचुहरू नै स्ट्याचुहरू हुन्छ अरे यता चाहिँ अलिक चलपल रहेछ ल उताभन्दा हेरिकन है यता चलपल छ गाई त्यही हो अहिलेको अपडेट चाहिँ यति नै हो हामी चाहिँ जानलाको अहिले खाना खान बाहिर खासै हिँडिहाल्ने खालको कन्डिसन चाहिँ छैन यस्तो पसलहरू सबै बन्द छ अहिले बाहिर हिँडिहाल्ने यस्तो कन्डिसन छैन आन्दोलन जतासुकै भइरहेछ है तर खाना पनि खानु पऱ्यो अनि यस्तो बाटोतिर भएको पुलिसहरूलाई पनि सोध्नु पऱ्यो अब के यहाँ सिचुएसन धेरै वर्स्ट हुन लाग्यो भनेर एक्जाम छोडेर भए पनि जानु पऱ्यो आफ्नो घरतिर यहाँ बसेर फसियो भनेर त काम छैन बाहिर चाहिँ सबै दोकानहरू बन्द छ है बजारहरू अब पहिला खाना खान जाऊँ बाटोमा पुलिसहरू भेटिन्छ उहाँहरूलाई सोध्नुपर्ने हुन्छ सो अब चाहिँ जान्छौँ खाना खान अब हामी चाहिँ जानलाको खाना खानको लागि फोन गरेर सोधेको होटल चाहिँ खुला छ खाना खानु भन्नुभयो जाँदैछौँ बाहिर चाहिँ लगभग सबै पसलहरू पनि बन्द छ कन्डिसन खोइ राम्रो छैन बाहिरको अहिले सिचुएसन खोइ के हो हिँड्न पनि डर लागेको छ सो अब बाहिर खाना खाएर आउँछौँ अनि बाहिर भएको पुलिसहरूलाई सोध्नु पऱ्यो यहाँ सिचुएसन के हो कसो हो यदि वर्स्टै हुन्छ भने त हामी पनि फर्किनुपर्ने हुन्छ एक्जाम छोडेर सबै बाहिर गएर सोधपुछ गरेपछि थाहा हुन्छ होइन यहाँको चाहिँ कन्डिसन एकदमै वर्स्ट भइरहेछ मनमा डर पनि लागिरहेछ बाहिर पुलिसहरूलाई सोध्नुपर्ने हुन्छ कि कस्तो सिचुएसन होइन भने एक्जाम छोडेर टिएपी टाप हान्नुपर्छ अब चाहिँ गएको हामी खाना अहिले त्यो मोहल्ला कता खराब भएको छ त्यो आन्दोलन यहाँ कस्तो छ किन यहाँ सिचुएसन अझै खराब हुने हो र त्यस्तो भने त हामीलाई तनाव हुन्छ त एक्जामै छोडेर हिँड्नुपर्छ कि गाई जनकपुर चाहिँ पुरै बन्द छ हामीलाई नि होटलको दाइले चाहिँ भन्नुभयो उता मेन हाइवे चोकतिर चाहिँ नजानु रामानन्द चोकतिर उता चाहिँ सिचुएसन खराब छ उता नजानु होला जनकपुर पुरै सबै बन्द छ अनि हाम्रो पनि होटलमा चाहिँ सबै गेटहरू सबै सटरहरू तानेर नै बस्नुभएको थियो हामीलाई चाहिँ खाना खान निस्किनु पर्ने भएर निस्केको किनकि हाम्रो होटलमा चाहिँ अहिले फुडिङ छैन लजिङ मात्र भन्नुभएको थियो हामी बस्ने बेलै सो अहिले चाहिँ जनकपुर हेर्नु है बजार सो अब चाहिँ खाना खाएर हामी नि फटाफट होटलले जान्छौँ यहाँ सिचुएसन चाहिँ राम्रो छैन के गर्ने भइरहेछ हामीलाई पनि पुरै जनकपुर बन्द छ अहिले हामी चाहिँ हिजो खाना खाएको ठाउँमा खाना खान आएको छौँ बाहिर सिचुएसन एकदमै खराब छ अब हाम्रो पनि होटलबाट खासै अब बाहिर ननिस्किनु धेरै भनिरहनु भएको थियो सबै लगाएर बसिरहनु भएको थियो यहाँ चाहिँ कुनै पनि बजार खुलेको छैन अब आज अहिले खाना खाएर जाँदा बाटोमा पुलिसहरू भेट भयो भने चाहिँ सोध्नुपर्ने हुन्छ यदि सिचुएसन धेरै नै खराब हुन लागेको छ भने चाहिँ भोलि हामी पनि निस्किन्छौँ होला सबैतिर कर्फ्यू सबैतिर आन्दोलन चलिरहेछ है मलाई चाहिँ एकदम डर लागिरहेछ यस्तो माहौलमा एकदम डर लाग्छ मलाई चाहिँ तर खाना खाऊँ त्यसपछि गएर चाहिँ डिसिजन लिनुपर्ने हुन्छ फर्किने हो कि के गर्ने हो भनेर यहाँको सिचुएसन चाहिँ धेरै खराबै छ हाम्रो चाहिँ खाना आइसक्यो यहाँको खाना चाहिँ एकदम मिठो छ यो चाहिँ हाम्रो खाना हो अब चाहिँ हामी खाना खान्छौँ अनि कुरा गरौँला
भेराइटिज हुन्छ है राम्रै हुन्छ सो अब चाहिँ आरामले खाना खान्छु म हामी चाहिँ यताबाट हामी चाहिँ खाना खानु जस्ट होटल आउँदैथ्यौँ है अनि हाम्रो होटल आउने बाटोमा चाहिँ यतापट्टि पुरै ढुङ्गा हानाहान भइरहेको छ अनि हामीलाई चाहिँ उताबाट घुमेर जाऊ भनेर पठाउनु अनि हामी उताबाट घुमेर बल्ल होटल छिर्यौँ बाटोमा पुरै ढुङ्गा हानाहान छ बाहिर निस्किन पोसिबल छैन आज जति खाना खाएर अब यति हुन्छ जस्तो छ मनमा डर पनि लागिरहेछ सो अब आज कतै जान पाइरहेको छैन आजको अब कतैको यो छ भने फेरि भिडियो कन्टिन्यू गरौँला होइन भने चाहिँ आजको लागि यति नै गाइस यहाँको सिचुएसन चाहिँ वर्स्ट भन्दा नि वर्स्ट हुँदै गइरहेको छ है सबैजना चाहिँ होटलमा बाहिर गएर पनि सबै होटलमा आइरहनु भएको छ एकदमै नराम्रो छ सिचुएसन अनि जनकपुरमा चाहिँ कर्फ्यू नै लगाइदिएको छ है अब मेन कन्सर्नको कुरा चाहिँ यो अब कुरा कहिलेसम्म सल्भ हुन्छ हुँदैन सिचुएसन अन्डर कन्ट्रोल आउँछ आउँदैन केही पनि थाहा छैन है बाहिर चाहिँ अब कर्फ्यू लगाइदिएको छ अब फर्दर नोटिस नआएसम्म चाहिँ कर्फ्यू भनेको छ अब हाम्रो एक्जाम पनि हुँदैन होला अनि अर्को मेन कन्सर्न भनेको चाहिँ हाम्रो होटलमा चाहिँ फुडिङको अहिले छैन क्लोज छ लजिङको मात्र हो त्यही भएर हामी बसेको थियौँ बाहिर खाएर आउँदै यहाँ बस्ने गरेको थियौँ अब चाहिँ त्यो पनि पोसिबल छैन अब कहिलेसम्म हुने हो के हुने हो थाहा छैन एकदम डर भइरहेको छ एकदम टेन्सन भइरहेको छ है अब यो ब्लग चाहिँ म अगाडि कन्टिन्यू गर्दिनँ होला आजको लागि चाहिँ यतिमै एन्ड गरिदिन्छु मुड पनि ठिक छैन टेन्सन भइरहेछ माहौल पनि त्यस्तै छ सो आजको लागि चाहिँ ब्लग यहाँ एन्ड गर्छु अब अहिले चाहिँ कर्फ्यू लागिरहेछ अब हेरौँ फर्दर नोटिस के आउँछ त्यहाँ अनुसार केही अपडेट हुन्छ म सेयर गर्ने नै छु अहिलेको लागि चाहिँ यति नै थ्याङ्क यू सो मच फर वाचिङ